साथीहरु यो भिडियो मैले जब मेरो काम विराटनगरमा थियो र विराटनगरमा आफ्नो काम सकेर लगभग 11 बजेतिर धरानतिर फर्किँदै थिएँ। त्यतिखेर कोशी राजमार्ग स्थित दुअबी खण्डमा परदेखि हेर्दाखेरि कुनै आन्दोलनमा आगो बले जस्तो एउटा आगोको राप अनि धुवाहरू उडिरहेको थियो। जब नजिक आएँ तर त्यो होइन रहेछ, यो बाइक सबैले हेरिरहेको र फोटो खिचिरहेको स्थिति थियो। यो एनएस बाइक आफै जलेको रहेछ, यहाँ कुदाउँदै जलेको अनि राखी छोडेर भागेको भन्ने यहाँ हेर्ने दर्शकहरूको चाहिँ कुरा आयो। त्यसले गर्दाखेरि साथीहरू यो बाइकहरू एकदमै सेन्सिटिभ हुँदो रहेछ। विशेष गरी यो एनएस बाइकमा चाहिँ आगो लाग्ने प्राकृतिक समस्याहरू भइ नै रहँदो रहेछ। धेरै युजर्सहरूले एनएस बाइकमा चाहिँ आगो लाग्ने समस्या हुन्छ भनेर भनेका छन् र यहाँ थुप्रै मान्छे अचम्म भए र बाटोमा यसरी मध्य यति गर्मीमा यसरी आगो बलिरहेको स्थिति देख्दाखेरि दमकललाई पुगेको छ है साथीहरु, र दमकललाई पुगेको छ। अब यहाँ पानीमा लागेको छ, दमकल भर्खर आइपुगेको स्थिति छ र दमकलले अब पानी पक्कै छ्याप्ने छ। तर यो आफैमा बाइक चाहिँ नष्ट भइसकेको छ साथीहरु। यहाँ पानी हाले पनि त्यस्तो धेरै अब यो बाइकबाट धेरै नाफा होला। त्यसले गर्दाखेरि जो हामी बाइक युजर्सहरू छौँ, हामीले पनि एकदम बाइकहरू कुदाउँदाखेरि एकदमै सक्यो बाइक खतरनाक बाटाहरू पनि धेरै देखिन्छ। त्यसले गर्दाखेरि आजको भिडियोमा चाहिँ लाइभ भिडियो यहाँलाई गर्न पाएँ। मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला साथीहरू भन्दै आजको मेरो यो भिडियोबाट यहाँलाई देखाउन खोजेको र मैले भन्न खोजेको कुराहरू यहीँनिर राख्न चाहेँ। सबैले यहाँ अचम्म भएर मान्छेहरू भेला भएर यो बाइक जलेको छ, जसको बाइक जल्यो एकदमै दुःख लागेको छ। किनभने बाइक किन्नको लागि मानिसले धेरै दुःख एनएस बाइक बजाज अलिकति एडभान्स भएको रेसिङ बाइक यो जलेको छ र त्यसको लागि दुःख लागेको छ। र मेरो युट्युब च्यानललाई लाइक सब्सक्राइब कमेन्ट लगले भाई तो सब अभी कर देते हैं। आगे समस्या है ना, आगे तो चला देते हैं गाड़ी पूरा। अहिले भर्खरै दमकल आएर यो आगो नियन्त्रणमा गरिसकेको स्थिति छ र बाइक पनि पूर्ण रूपमा क्षतविक्षत भएको स्थिति छ साथीहरू।